मेला बजारमा पाइने मिठाईहरूको परिकारमध्ये चाहिँ यो एउटा मिठाईको परिकार हो। यसलाई चाहिँ ठाउँअनुसार छुट्टा-छुट्टै नामले चिनिन्छ। कतै यसलाई पत्रे भनिन्छ, कतै यसलाई खाजा र कतै यसलाई चाहिँ फेनी भनेर चिनिन्छ। हाम्रोतिर चाहिँ यसलाई खाजा भनेर चिनिन्छ। तपाईतिर चाहिँ यसलाई के भनेर चिनिन्छ है कमेन्ट पक्कै गर्नुहोला। र आज म त्यही मेलाको स्वादलाई चाहिँ आफ्नो घरमा चाहिँ बनाउन गइरहेको छु र यो मेरो फर्स्ट ट्राई हो। फर्स्ट ट्राईमा चाहिँ एकदमै पर्फेक्ट चाहिँ मेलाकै जस्तो भएन, लुक्स चाहिँ त्यस्तो आएन, तर स्वाद भने चाहिँ पर्फेक्टली त्यस्तै थियो है। अब यसलाई बनाउनका लागि मैले भिडियोमा हेराए जस्तै चाहिँ डो रेडी पारेँ अनि डो रेडी पारिसकेपछि यसलाई टास्नका लागि चाहिँ मैले यो मैदा र घिउको पेस्ट रेडी पारेँ अनि त्यो पेस्ट रेडी भइसकेपछि अघि रेस्ट गर्न मैले छोडेको जुन मैदाको डो थियो त्यसलाई फेरि मुछेँ अनि मुछिसकेपछि मैले 5 वटा गोलाहरू बनाएँ अनि त्यसलाई एक एक गरी मैले चाहिँ बेल्न सुरु गरेँ अनि मजाले यसलाई बेलिसकेपछि चाहिँ मैले के गरेँ त त्यसलाई चाहिँ एक माथि एक चाहिँ राख्दै गएँ अनि त्यसमाथि चाहिँ मैले चाहिँ त्यो अघि रेडी पारेको मिक्स चाहिँ फैलाउँदै गएँ अनि फेरि अर्को हाल्दै गएँ अनि फेरि त्यही मिक्स हाल्दै गएँ, त्यही पेस्ट हाल्दै गएँ अनि फेरि अर्को हाल्दै गर्दै मैले चाहिँ यो रेडी पारेँ अनि यसले चाहिँ भिडियोमा हेराए जस्तै मैले चाहिँ मजाले चाहिँ मोडेँ है। मोडिसकेपछि चाहिँ यसलाई मैले पिसेसमा काटेँ अनि पिसेसमा काटिसकेपछि मैले यसलाई हल्का हातले अलि थिचेँ अनि चाहिँ हल्का हातले एकदमै हल्का हातले चाहिँ बेलेँ अनि बेलिसकेपछि चाहिँ मेरो यो खाजा रेडी भयो। अब यसलाई चाहिँ पकाउने टाइम आयो। अब पकाउनका लागि मैले अलरेडी कन्तीमा चाहिँ तेल तातिन छाडिदिएको थिएँ हैन अनि मेरो तेल पनि यता तातिसकेको थियो अनि यो रेडी पारेको खाजा चाहिँ मैले कन्तीमा हालेँ र यता मैले चास्नीको लागि चाहिँ एक बटुका चाहिँ चिनी लिएँ अनि त्यसमा पानी अनि 3-4 दाना चाहिँ सुकुमेल हालेँ अनि हालिसकेपछि त्यसलाई मैले उम्लिन छोडिदिएँ र यता मेरो चास्नी पनि रेडी भइरहेको थियो र यता मेरो खाजा पनि रेडी भइसकेको थियो अनि त्यसपछि चाहिँ मैले अघि जुन रेडी पारेको खाजालाई चाहिँ यो चास्नीमा हालेँ अनि एकछिन छोडिदिएँ अनि छोडिसकेपछि यसमा मजाले चाहिँ त्यो रस पस्यो अनि मेरो यो चाहिँ खाजा रेडी भयो। थ्याङ्क्स फर वाचिङ।